हेलो मित्रहरू। सधैँजसो आज पनि म उपस्थित भएको छु यो एउटा बेग्लै कार्यक्रम लिएर, जसमा हामी विभिन्न टेक्निकल कुराहरूका बारेमा जानकारी प्रस्तुत गर्ने गर्दछौँ र यसै क्रममा कहिले अनबक्सिङ गर्छौँ, कहिले भ्लगिङहरू पनि प्रस्तुत गर्ने गर्दछौँ। आज हजुरहरूको सामु यो जो माइक्रोफोन हामी देखिरहेका हुन्छौँ, तर प्रायः जसो यसको बारेमा कुनै पनि भिडियो देख्न पाइँदैन। यसलाई अनबक्सिङको रूपमा प्रस्तुत गर्दै जानेछु। सुरुदेखि अन्त्यसम्म हेर्नुहोला र यसको प्राविधिक पक्षको बारेमा जानकारी लिएर पछि आफ्नो भिडियोहरूमा पनि युटिलाइज गर्न सक्ने हुन्छ भन्ने म आशा राख्दछु। यसको साथसाथै तपाईहरुले यो मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न सक्नुहुन्छ। सब्स्क्राइब गर्नुहुन्छ होला भन्ने आशा गर्दछु नि त। म फेरि जबरजस्ती सब्स्क्राइब गर्नुस् भन्न पनि सक्दिनँ, यस्तो स्थिति छ यहाँ। ओके, युजफुल लाग्यो भने गर्नुस्, हैन? तपाईलाई नै नलागे पनि गर्नुस् भनेर फेरि यो रेबुले पछाडिबाट भनिरहेछ, घोचु भन्दिनँ म, फेरि जिस्काएर घोचु भन्छु, हैन? उपयुक्त लाग्यो भने गर्नुस्, नलागे पनि गर्नुस्, हैन? किनभने यो उपयुक्त लागेन भने भविष्यमा अर्को त लाग्नेछ, किनभने म त बनाइराख्छु छु, हैन? म रोक्नेवाला छैन। त्यो कारणले गर्दाखेरि ल रेबा, यसको अनबक्सिङको बारेमा म कुरा गर्दैछु। तिमीले यता सेल्फीबाटै देखाइदेऊ, यो बक्स निकाल अनि के छ त्यसमा यसो जानकारी देऊ त। तिमी पनि टेक्निकल इन्जिनियर नै हो नि, हैन? भविष्यको एआई स्पेशलिस्ट, हैन? अनि ल के छ यो बक्स? सुरुदेखि देखाऊ, बक्स देखाऊ। हामीले खोल्न त खोलिसक्यौँ, मैले त्यसैबाट बोलिरहेको छु। भिडियो कस्तो आउँछ अहिले एकछिनपछि हामी टेस्टिङ गरौँला। भिडियो क्वालिटी त तपाईँहरूको सामुन्ने नै आउनेछ। यसको साथसाथै फेरि अर्को सानो भिडियो पनि राख्छु। विदाउट दिस यो माइक्रोफोन युज गरे नगरिकन कस्तो भिडियो आउँछ भन्ने कुराको पनि जानकारी हामी राख्नेछौँ। ओके, रेबाले डिस्प्ले गरिरहेछन्। मेरो फेस नछेक, यस्तो राम्रो ह्यान्डसम फेस छेक्ने के हो तिम्रो त्यो तरिका भनेर हाँसिहाल्छ के फेरि। ल अनि यस्तो बक्स है, यो बक्स आयो। यो बक्सको पिक्चरमा हेर्न साथ के देखिन्छ पिक्चरमा रेबा? सर एक्सप्लेन गर त। बक्स यो माइक्रोफोन, त्यसपछि यहाँ फोन देखिन्छ, फोनसँग कनेक्ट गर्ने यो, अनि त्यसपछि माइक्रोफोन त्यही पिक्चरमै छ। यता गरेर देखाएर त हाम्रो दर्शक महानुभावहरूले त्यो तलको देख्नु न फोनको। ओके, यो छ, यो छ। गुड। अनि यतातिर माइक्रोफोन एउटा यहाँ देखाछ, यहाँ दुईटा छ। सपोर्ट 1 2 2 भन्दैछ भनेपछि दुईवटा माइक्रोफोन छ र बीचमा त्यो चाहिँ रिसिभर हो है भनेर भनेछ। बीचको छ जुन छ ब्लुटुथ, जुन मैले मेरो फोनमा प्लग इन गरेको छु, त्यो टाइप सी पोर्ट छ। टाइप सी पोर्ट कुनै पनि फोन जसमा टाइप सी कनेक्टिभिटी छ, जहाँबाट तपाईहरुले चार्जर युज गर्नुहुन्छ, त्यसैमा प्लग गरेर त्यो रिसिभरको काम गर्छ। त्यसले वायरलेस रिसिभरको काम, र यो माइक्रोफोन त्यससँग कनेक्ट हुन्छ र त्यसले हाम्रो अडियोलाई, हाम्रो साउन्डलाई फोनसँग ट्रान्सफर गर्ने काम गर्छ। कनेक्ट त भइसकेको हुन्छ, तर ट्रान्सफर चाहिँ एकदम ट्रान्सप्यारेन्ट रूपमा विदाउट एनी डिस्टर्बेन्स रेकर्डिङ गराउने काम गर्दछ। यसलाई त्यही भएर वायरलेस रिसिभर भनेर भनिन्छ। अर्को वायर्ड पनि हुन्छ, जुन तपाईहरुले विभिन्न इन्टरभ्यूहरुमा देख्नु भएको होला, एउटा वायर यस्तो गइरहेको हुन्छ, यो चाहिँ वायरलेस हो, यस्तो छ। ओके, यति भन्दै मैले यसलाई यही नै समाप्त गर्दछु। यो भिडियोलाई धेरै लामो गर्नु पनि हुँदैन नि, तपाईहरु बोरिङ हुनुहुन्छ फेरि, हैन र? ओके, थ्यांक यू फर वाचिङ एन्ड किप वाचिङ। ओके, सब्स्क्राइबको बारेमा भनिसके, कति भन्नु फेरि, वाक्क लाग्ला तपाईहरुलाई पनि, हैन? रेबा के छ कुराकानी? केही छ भन्नु, दुई चार शब्द? ओके, थ्यांक यू, सी यू अगेन।